ओके वेलकम टु द च्यानल डिभाइन फ्लो विथ सुदर्शन हो र म यति बेला गुरु पूर्णिमाको लागि जाँदैछु। अगाडि के कस्तो हुन्छ हेर्दै जामै त स्टेट्युन। त्यसरी नै बित्दैछ हाम्रो गुरु पूजा के अरे गुरु पूर्णिमा चाहिँ। यसरी नै चल्दैछ हाम्रो गुरु पूर्णिमा चाहिँ अहिले। धन्यवाद ह्याप्पी गुरु पूर्णिमा, ह्याप्पी गुरु पूर्णिमा, गुरु पूर्णिमा। यसरी यता लाइभ पनि जाँदैछु म होइन, अनि भ्लग पनि आउँदैछ है कहाँको लागि। वेलकम दाई। भ्लगहरू त पुरानैबाट आइरहेको छ, पहिल्यैबाट आइरहेको छ। आज गुरु पूर्णिमाको हो, बल्ल तपाईँ गुरु पुरै बिजी हुनुहुन्छ दाइ यति बेला। यतिखेरसम्म सुत्नु हुँदैन। दाइ पुरै अब सुतेर उठाएको घरमा नै हो। सीता टिभीको रिमोट कहाँ छ? टिभीको रिमोट ल्याउ न, रिमोट ल्याउ न। ए त लाइनमा छु यार। बाको फोन गयो। लोकेन्द्र सर तपाईँलाई पनि ह्याप्पी गुरु पूर्णिमा है त। म चाहिँ यता बसिरहेको यसरी है, हातमा फोन छ, चल्दैछ भ्लगहरू। आज खासै त्यस्तो त्यो भन्ने कुराहरू चाहिँ के हुँदैन होइन, सबै गुरुको मात्रै चल्दै जाओस्। मलाई यो शरीर पराप्त शरीर अलि चित्त भएन, केही भिडको लागि, केही दिनको लागि, केही वर्षको लागि, यो शरीर अनुसारको लागि हामीले धेरै सबै
फेरि अर्को जम्मू संसार को गर्नु पाउने संसारको सेवा गर्नु पाउने सेवा नै अति ठुलो धर्म हो। यहाँको भित्रको त्यो ब्रह्माण्ड तत्त्व छ त्यसको दर्शन गर्नलाई बहुत महत्त्व छ। वर्ण तत्त्व आफूभित्रै छ, पञ्चतत्त्वमा छ, धरती लोकमा छ, ब्रह्माण्ड लोकमा छ। त्यसलाई आफूले स्वीकार गर्न सक्दैन, त्यसको दर्शन गर्न सक्दैन। त्यो आशीर्वाद, त्यो गुरुकृपा, यो तत्त्व ज्ञान सबै चेलाको शरीर जैन देश विदेश जहाँ जहाँ छ यो पञ्चतत्त्वद्वारा आशीर्वाद सदैव रहेको। एकचोटि बाउमा अति खुसी पनि हुन्छ, बाउलाई छ तोरुनमा प्रत्येक कुराहरू अनुभव हुन्छ। पशु पक्षी चराचुरुङ्गीहरू, गाई भैँसी कुखुराहरू, फटेङ्ग्राहरू प्रत्येक यी सबै पञ्चतत्त्वहरू कल्ला गर्न सक्छ। प्राप्त गर्न सजिलो, पालन गर्नु पऱ्यो। जस्तै कुकुरलाई हामीले सजिलो देख्छौँ, तर हामीले पालन गर्छौँ। जल सजिलो देख्छौँ, पालन गर्छौँ। पृथ्वीमा सजिलो देख्छौँ, पालन गर्छौँ। अक्सिजन सजिलो ल्याइरहेका छौँ, पालन गर्छौँ। त्यही कारणले पाउन कहाँ पालन गर्न अथवा यही गुरु आशीर्वाद अनि गुरुद्वारा पञ्चतत्त्वमा आफ्नो कर्मद्वारा, सेवाद्वारा, भावद्वारा, सत्यताद्वारा प्रवेश जसको शरीरमा पनि यो आफू एक नराखिकन जन्मका कर्मका आफूलाई पनि भक्त हुन्छ। जति पनि भारहरू, जति पनि शरीरमा नेगेटिभ नकारात्मक छ, जति पनि आफूले साधन आफैले जानु
यही भएर सन्तुलन और कौन बने हम बना के इसमें मैं दान पुण्य बुला अरू व्यक्तिलाई देखेर हिँड्न सक्ने उताउन सक्ने त्यसपछि आफूलाई महसुस हुन्छ यही गरेर मात्र हुने यही गरेर मात्र हुने जत्न पनि भगवान्को कृपा छ जहाँ पनि छ जहाँ तक हामीले अक्सिजन लिन सक्छौँ त्यहाँ तक जहाँ अक्सिजन लिन सक्दैन त्यहाँ शून्यको कृपा छ त्यही भएर श्री भगवान्लाई अन्तिम पहिलो शून्य त्यही पनि हामी जहाँ शिवलिङमा दुध चढाउँछौँ त्यो सबैभन्दा प्रियको माता पारो माता अनि शिवलिङ भनेर हामीले दुध चढाउँछौँ अति प्रिय उहाँको त्यही कारणले हामीले उहाँलाई दुध चढाउँदा सबैभन्दा पहिला शिवलिङको अगाडि माता पार्वतीको तत्त्व सत्याहरू त्यसपछि थोरै साइडमा त्यसपछि बल्ल माथिबाट शिवलिङमा अगाडि गर्नु है र हामीले माथिबाट चढाइन्छ त्यो शून्य त्यहाँ केही छैन त्यो शिव हामीले माथि भाँडाएर चढाइन्छ त्यो शून्य एकन त्यो शिव त्यसैमा छ र त्यसैमा छ ऊर्जा त्यसैमा छ तत्त्व त्यसैमा छ हामीले बाणी छोड्दा बहुत कुरा तत्त्व ज्ञान प्राप्त त छ एउटा बाणीले त हामी कसैसँग बोल्दा बहुत हामीले आर बिहार गर्दा बहुत यो बाचा नित्य नाता उता सङ्गी साथी इष्ट मित्र आन्टीहरू साइड 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 कसैले बौला भन्छ कसैले बौलाई भन्छ आफ्नो भन्ने सोचिरहन्छ जब आफू थोरको पल्लो लेभलमा आइन्छ त्यसपछि सबैभन्दा पहिला एउटा हिँड्दा गाह्रो काँडा हुन्छ घरबाट त्यसपछि दाजुभाइबाट तिमीबाट त्यसपछि बाहिर फेरि जब समेटिन्छ काँटा जब अलि उपल्लो लेभलमा गइन्छ ती दाजुभाइ पर्यटनमा छिमेकी गौतलमा आउँछ त्यसपछि पढाइ तनदेखि मनदेखि विचारदेखि व्यवहारदेखि र शरीरदेखि सबै परीक्षा पहिला सबै त्यसपछि सबै तो औरद्वारा हाम्रो विचार हाम्रो सोच हाम्रो कर्मद्वारा यिनी नाचिरहेका छन् उद्धार गर्दै हुन्छ मेरो पनि केही गर्दै हुन्छ बाहिरको सामने बाहिर व्यक्तिको सामने आफ्नै व्यक्तिले नराम्रो कुरो गर्छ तर त्यही व्यक्ति आएर जब कारणवश भेट भयो या कतै हिँड्दा गुरुले दिएको तो जस्तै अड्केको मान्छे निकाल्नु र गुरु ज्ञान दिनु जो तडप्या छ त्यसलाई निकाल्नु एउटा होइन ऊ बाटो नपाएर तड्छ त्यो माथि चाहिँ अब निस्किनै सकेन क्या
है ऊ अड्केको छ प्रयास गर्छ हामी सकेको छैन अब अर्को एउटा कुरा नि छ नि जस्तै मान्छेहरूले होइन यो बाटोमा लाग्दाखेरिको अनेक कुराहरू आउँछ नि त मैले ऐ नै भने सबैभन्दा पहिला घर त्यसपछि दाजुभाइ सँगी साथी रहन्न इष्टमित्र रहन्न छिमेकीहरूले पनि कुरा गर्छ बाहिरियाले पनि कुरा गर्छ त्यो त आफूमा क्षमता हुन पर्छ है अनि हुँदै 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 गएपछि घरको विश्वास जितिन्छ अनि गर्दै गर्दै गएपछि त्यसपछि दाजुभाइको विश्वास जितिन्छ गर्दै गर्दै गएपछि बाहिरियाको जब गएपछि बाहिरिया त जब त्यो ऊर्जा पुग्छ त्यसपछि बल्ल फेरि ती समेट्दै त्यो घरका छिमेकीहरू त्यहाँबाट समेटिन थाल्छ अनि तिनले पुग्न थाल्छन् तिनले बाहिरको व्यक्तिलाई सामने अझै पनि राम्रा कुरा गर्दैन तर उसलाई भित्र खुल्दुली हुन्छ कि त्यससँग सोधौँ त्यसलाई सोधौँ त्यसलाई भेटौँ त्यसलाई भनौँ अनि के सल्लाह पाइन्छ कस्तो हुन्छ त्यसलाई सोधौँ भनेर भित्रको उनको खुल्दुलीले तानिरहेको हुन्छ उसले फेरि आएर सोधखोज गर्न थाल्छ मान्न पर्छ गर्न थाल्छ त्यहाँबाट त्यसपछि त्यसैले बाहिर परिचय गर्दै हुन्छ उसले आफूलाई भनौँ न आफूलाई हामीप्रति हेर्ने सोच नराम्रो भयो नि बाहिर व्यक्ति देख्दा त्यसले के भन्छ मेरो मान्छे यस्तो छ मेरो व्यक्ति यस्तो छ मेरो व्यक्ति यस्तो छ फल्नु मेरो भाइ हो नातै नपर्ने भाइ फल्नु मेरो अङ्कलको छोरा हो या मेरो मितको भाइ हो या मितको छोरा हो है अब भनौँ न केही चल्दैन भने अनि नातै जोडिदिन्छ क्या त्यहाँ किन त्यहाँ त्यो ऊर्जा फर्कियो राम्रो भयो है त्यही ठाउँमा नेगेटिभ छ भने एउटै पेटबाट जन्मेको भाइ छ कतै भेट भयो भने अनि हजुरको त्यो फल्नाको घर हुँदा कतमा के भन्दा उतै गाउँतिरै पर्ने हो आफ्नै भाइले पनि भनिदिन्छ आफ्नै एउटै आमाको छ तर जब राम्रो चल्दै गएपछि ठ्याक्कै है सिम्पल कुरा हो ठुलो कुरा हो यो हामीले परमात्मा भेट्नेभन्दा अगाडि के त्यो सबै हुन खाँचै छ जस्तै कसैले केही चिज पाउनु छ कहीँ यात्रा बदलिनु छ भने पनि यस्तो छ के यो सबै हुन खाँचै छ यस्तो छ यो धरतीमा ऊर्जा देवी ऊर्जा ह भूत ऊर्जा ह पिचास ऊर्जा ह राक्षस ऊर्जा पनि छ अनि लागा भागा ऊर्जा पनि छ पञ्चतत्व ऊर्जा पनि छ र वर्म तत्व ऊर्जा पनि छ वर्म तत्व ऊर्जा प्राप्त गर्नको लागि पञ्चतत्व ऊर्जालाई जित्नै पर्छ त्यसलाई हामी प्रत्येकको अनुभव त्यसमा भएकै हुन्छ वर्म तत्व प्राप्त गर्न त्यत्तिकै प्राप्त हुन्छ है म जबरजस्ती गर्छु भनेर गर्दै भने सकेर खुल्ला त्यही कारणले त्यो बिग्रला गुरुको आवश्यक किन हो त्यही हुनाले मान्छेलाई सोही गुरु किन चाहिन्छ र थोरै भयो नि चाहे त्यो गुरु बहुला किन नहोस् त्यसको हार विचार सोच गलत किन नहोस् है यति पछि चाहिँ त्यो केलाई नबिग्रियो तर गुरुको महत्त्व थोरै भयो भने कर्म तत्त्व प्राप्त नगरेको व्यक्ति गुरु लागेको हुँदैन है तर त्यसले कर्म तत्त्व प्राप्त गरौँ तर त्यसले पालन गर्न सकेन त्यसप्रतिको केयर गरेन भने त्योभन्दा गएको जस्तै रजसत्व तम भन्छ है 3 गुण भन्छ हामी जति पनि मनुष्य छौँ 3 गुण रजसत्व तम गुण रहित छैन गुण रहित कुनै समयमा जन्मिन्छ जस्तै रजो सतमा गएको व्यक्ति तममा रजोमा नआइकन सिधै तममा बस्छ है तमको व्यक्ति रजोमा नगइकन सतमा जानै सक्दैन किनभने माथि गएको व्यक्ति पनि खस्किन सक्छ आकाश छोयो भन्दैमा भुइँ नटेक्ला भन्न मिल्दैन तमको व्यक्ति
सतमा रजमा नआइकन सतमा जाने कुनै मतलब चाहिँ बाटै छैन। तर तल झर्नलाई सतको व्यक्ति तममा जति बेला पनि झर्न सक्यो हुनाले मैले अहिले भने नि ज्ञान पाउने ठुलो कुरो होइन, तर प्रयोग गर्नु ठुलो कुरो भयो। यसलाई सदुपयोग गर्नु, यसको पालन गर्नु। यो बाटो हिँड्ने व्यक्तिलाई यति ठेस लाग्छ, सबै पार लाग्दैछ। अब पार लाउँदै जाँदा यहाँनिर त कर्म गर्ने घरको दृष्टि म माया हुन्छ। अब म वर्मा तत्त्व त सबैले भन्छन् पराप्त कसरी हुन्छ भने तिमीहरूले सक्छ, गाह्रो छ। अब यो प्राप्त ऊर्जा फेरि कसरी? गुरुको ज्ञान पाइयो, गुरु दीक्षामा हिँड्यो है। तो तत्त्व गुरुको तत्त्व पञ्चतत्त्व हो। अब त्यो प्राप्त कसरी गर्ने? गुरु आज्ञा, गुरु कर्म है, आफूभित्रको सत्यताको भावद्वारा कनेक्ट हुन्छ प्राप्त। त्यहाँबाट गुरुको आवश्यक भनेकै छैन। हामी दीक्षा लिएर यीमा गुरु हुँदैन है। र गुरुले त देऊ, उसले आफ्नो कर्म गरेर। गुरु भनेको मोहको लाई होइन, अखरी अहिले माया गरेर मोह गरेर त मैले यो के ल्याएँ म एकैछिन खुसी भएँ हुँदैन। गुरु भनेको त्यो खालको होइन है। या अहिले तिम्रो आउँदा मलाई खालि हात आयो, यसले त केही नलिकन आयो क्या, त्यो पनि गुरु मात्र हुँदैन। या तिमीले ल्याएर मलाई यतिका ल्याएर चाहिँ म खुसी भएँ, त्यो माया है। त्यो बहुत ठुलो गर्छ। अहिले भनिन्छ नि ईश्वर गर्छ। जब त्यो प्राप्त हुन्छ र यसलाई पालन गरेर त्योबाट हिँड्न पाइन्छ, त्यो तत्त्व प्राप्त हुँदा मोह माया इच्छा आकाङ्क्षा केही भएको हुँदैन। कुनै चिज अनि जसरी नुहाइन्छ नि, भित्रको तन मन विचार सोचदेखि सबै नुहाइएको हुन्छ। केही समय त्यहाँ हिँड्न पाइन्छ क्या, त्यहाँ हिँड्दा बल्ल स्वर्ग आनन्द भनेको के रहेछ भन्ने कुरा त्यो बेला अनुभव गर्नु। मैले अनुभव गरेँ है। त्यसपछि त अब आफ्नो परिवार मतिर ल्याउनु पऱ्यो, घरकी दृष्टि होला है। त्यही कारणले मैले बार बार भने आफूलाई तत्त्व छ, कर्म गर। कर्म नगरिकन पाइँदैन, जति गरे पनि पाइँदैन। गुरुलाई माला भनेर के हाल्नु? प्रकृति ज्ञान हो है। या कुनै सिकेर कसैद्वारा पढेर या कसैद्वारा सुनेर होइन, अब कसरी कसरी हुन्छ थाहा हुँदैन। प्रकृति ज्ञान हो। प्रकृति ज्ञानलाई हामी पालन गर्नु। त्यही कारण मैले भन्छु नि, जे मैले तिमीलाई कसैलाई माला ल्याएको छु त्यसभन्दा तल कहिले नगर्नु। बढाउन नै छ, तल पक्कै गर्नु है। अरू कर्म ठिक छ, अनि घर गृहस्थी हो, प्रत्येकमा धर्म छ। घरका छोराछोरी पाल्नु, उनलाई कपडा लत्ता लगाइदिनु, उनलाई सेवा गर्नु है, भाँडा माग्नु, घरको साफसफाइ गर्नु, त्यो पनि कर्म हो नि। यो पनि एउटा कर्म भनौँ न। अनि कर्तव्य हो नि। कर्म र कर्तव्य पालन गरेर बल्ल धर्ममा जानु है। कर्म कर्तव्य पालना छैन र धर्म खोजेर कहिले पनि प्राप्त हुँदैन, कहिले पनि प्राप्त हुँदैन। जस्तै ल अहिले केही समयलाई भनौँ, मेरो घर आएको नि परिवार हुन त थियो है।
ठिक थियो दान छ। अब म घर त्यागेर म जोगी हुन्छु भनेर मलाई धर्म पराउँछ। धर्मसित सरकारै भन्नु त्यसलाई भने मैले कर्मै पुरा गर्न सकिनँ। अब म धर्म लागेकै होइन घर अब ठिक छ या घर गृहस्थी नभएर तो भए त न ठिक थियो। अब त म यता कर्म पालन त गर्नु यो हुनाले प्रत्येकमा कणकणमा छ कसरी कहाँ कत्न ठाउँ मैले भनौँ नि सुन्नु त्यो सुन्ने हो क्या। त्यो भनेको शिव भनेको त्यही हो सुन्नु। कुनै आकार पनि छैन कुनै तत्त्व पनि छैन ब्रह्माण्ड छ सबै त्यही अड्डे छ है। यदि हामीले गृहस्थी गरिरहेकै छैन है अनि यो सबै चिज छोडेर हामी हिँड्यौँ भने फेरि अर्को जन्म घर गृहस्थीको लागि आउनु पर्छ कि पर्दैन? सांसारिक जीवन जिउनको लागि आउनु पर्छ कि पर्दैन? मानौँ म आफैमा हेरौँ होइन यत्तिकै छोडेँ म आजदेखि कोही चाहिएन त्यागेँ सम्पत्ति पनि चाहिएन पैसा पनि चाहिएन केही चाहिएन म त्यागेँ भनेर त त्याग्यो। त्यो त्यागे अनुसारले उसको कर्म छ छैन त्यहाँ छ। जस्तै हामीहरूको घर गृहस्थी छ हाम्रो खेतीपाती छ हामीले खेतीपाती पनि गर्नु पर्यो होइन अनि दाउरा घाँस पनि काट्नु पर्यो है हामीलाई कुनै दोष छैन। अब सबै संसार त्यागेँ मलाई केही चाहिएन भनेर हिँडेको त्यो व्यक्तिले यो रुखको पात टिप्दियो भने त्यो आफ्नो कर्मभन्दा बाहिर उसले टिप्नु त टिप्यो केको लागि क्या निस्किने केही चाहिँदैन भनेर छोडेर हिँडिसकेपछि जोग्नु जोग्नु जस्तो जस्तो बाटो हेरेको त्यस्तै त्यस्तै उसको परिचय। त्यसै त हामी जसरी पनि त चक्रव्यूहमा फसिराख्ने भयो नि कर्मद्वारा काट्दै काट्दै गइयो भने त त्यही भएर त भने हामी सबैभन्दा सत्यता भनेको घर गृहस्थीद्वारा नै भनेको घर गृहस्थीद्वारा भनेको सबैको उद्धारदेखि घर गृहस्थीद्वारै यो मोहमा रहेर पनि अरूको भला अरूप्रति अनि सकारात्मक सोच अरूको उद्धार अनि अरूप्रति सेवा अरूलाई ज्ञान आफूले कष्ट भोगेर अनि अर्काको उद्धार राम्रो यो गर्दै जाँदाखेरि अनि फेरि हामी त्यही चक्रव्यूहमा फसिराख्यो नि अब आफूले जन्माएको सन्तानको माया त लाग्छ नै। यस्तो हो कस्तो हुन्छ भने हामीले आफ्नो लागि संसार छोडेर आउनेको पनि माया लाग्नै पर्यो। मकै छर्यो है त्यो उम्राइदिने कति मकै उम्राउने हो कतिलाई नउम्राउने हो है हामीले कर्म गऱ्यौँ है त्यो उहाँको त्यो त हो। अनि कति त उहाँको इच्छा त्यो फल लगाइदिनु उहाँको इच्छा हो। हामीले त्यसलाई भिटामिन दिने सबै दियो सबै कुरा दियो तर त्यो फल लगाइदिनु नि इच्छा उहाँको नभए कोही कोही मकैमा पनि त्यो थाहा लाग्दैन मकै भन्ने कोही कोही पोके मकै भन्ने कोही कोही पोके गहुँ भन्ने हुन्छ कोही कोही के हुन्छ नि त्यो हाम्रो इच्छाले होइन नि। भनेपछि हामीले जति गरे पनि त्यो चिजबाट भाग्न भएन होइन परेन्तवाला हो होइन कि सत्यवाला हो चाहियो। अब गुरु गुरु मेरो भनाइ के भने आफूभित्र बस
अब भित्र बस्छ यहाँ लगेर त हामीले ढाँट्न कसलाई सक्छौँ जम्मैले ढाँट्छ तर आफूलाई सकिएन संसार ढाँट्न सक्छ आफूलाई ढाँट्न सक्छ आफू भित्र बस्छ आफ्नो सोचलाई नआइदियो विचारलाई नआइदियो मैं भीतर गया मैं भीतर गया हो क्या त्यही हो नि। के हुन्छ भने सबैभन्दा पहिला सही बात त यो सबै देखाइ भोगाई भोगाइ सिकाई सोचाइ इच्छा आकाङ्क्षा भन न हिजो कुनै कपडा थिएन जम्मा जन तन 2 जोडी कपडा मैं यसो दुःख दिएँ है एकैछिन बाहिर जाऊँ न 1 मिनटलाई घर आयो यहाँ बाहिर हो क्या होइन 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 गएर आउनुहुन्छ कि भाइ 2 मिनट आउनु न आउनु न नभन्नु न हरि शम्भु बाला थाहै छैन हिँड्नु न उता अलि उता हिँड्नु न आज गुरु पूर्णिमाको तपाईँलाई उ त्यहाँ जाऊँ न हिँड्नु त उपहार अब तपाईँलाई आसन नयाँ पुऱ्यो पहिलोवाला उहीँ घर उहीँ आश्रममै आयुष दाई म दिदी 3 जना कुसनहरूसितको सेटै छ यसलाई उतै पठाऊँ होला बा कि अब अहिले साँझ बोकेर लानु पऱ्यो कि यहीँ झार्ने तपाईँले जे भन्नुहुन्छ त्यही त्यसो भए यहीँ झारौँ न त यहाँ बाहिर राखौँ यस यहाँ उस गरौँ न त्यो दराज फेरि के हो होइन त्यो हाम्रो होइन त्यो अरू थियो ल्याएर यहाँ राख्यो कि त्यो म्युजिक सिम राख्यो म्युजिक सिम भन्नाले उसमा ल यहाँ भित्र लिएर हरिशम्भु लिएर आउनु है यहाँ राखौँ अनि लगाउँला भित्र यहाँ राखौँ अनि भित्र लगाउँला कि यसो ल आउनुहोस् यताभित्र हाल्नुहोस् त अड्छ कि न फेरि त्यस्तो छ ल गुरु पूर्णिमाको गुरुको उपहार आयो ल यहाँ राख्यो कता यहाँ कतापट्टि राख्नु रुक्नु नि यहाँ 2टा हातमा फोन चलिरहेको छ म राख्न पठाउँछु रुक्नु त्यहाँ लिएर आउनुहुन्छ भित्र अनि राख्नु लागि के हुन्न खायो अर्को ल्याउने मान्छे मरेर जाने यो सोफालाई के टेन्सन लिनु एक दिन मान्छे मरेर जाने हो अब सोफालाई के टेन्सन लिइराख्नु हौ हाँस्दै रहो हँसाते रहो वाला जिन्दगी चलाउँदैछु मैले अहिले
ल हामी फेरि गुरु पूर्णिमा कन्टिन्यू गर्दैछौँ बाध्यलाई खोलौँ न यसो खोलेर हेरौँ न ल अब यसलाई यसरी हाम्रो गुरुले खोल्दै हुनुहुन्छ ल ल ल ल आयो 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 ल बास जिन्दगी यतिको चाहिन्छ है ल यसो तपाईँ पनि यता फर्किदिनु त उयो है उयो यता तयारी हुँदैछ भयो बा यसलाई आश्रमतिरै लगेर राखौँ होला बा आश्रममा तपाईँको फोटा कमी छन् हुन्न र बा आश्रममा तपाईँको फोटो कमी छ के बा भाला घरै सजाउनु चाहिँ घरैमा राखिहाल्ने हो फेरि चाहियो चिज हजुर होइन बिम्ली मिलाउँदा कहाँ हुन्छ हामी पूर्ण फेरि गुरु पूर्णिमाको के भन्छन् आरम्भ भन्छन् होइन आरम्भ गर्दैछौँ अब यो दोस्रो चरणको गुरु पूर्णिमा सुरु हुँदैछ दोस्रो चरणमा जहिले पनि हाम्रो कमला शम्भु सुरुवात गर्नुहुन्छ कमला शम्भु मेरो एङ्करिङ पनि राम्रो होला जस्तो चाहिँ केही भइजान्छ है ल अब चाहिँ हामी फेरि गुरु पूर्णिमाको दोस्रो चरण सुरु गर्दैछौँ गुरु पूर्णिमाको दोस्रो चरण हेर्दै गरौँ सीता तिमी त्यहाँको एन्टिना हो होइन नि झर बिङ्ली बास बाला हेर भन्नु न सिधै जत्तेर टिभी हेरौ बाला हेर भन्नु न सिधै बुवालाई हेर होइन बा बा दिशा पनि त मिल्नु पऱ्यो नि पूर्व पश्चिम उत्तर दिशा दिशा पनि त मिल्नु पऱ्यो नि मिल्यो र यता के पऱ्यो र पूर्व ए यता हो के राख्न न अनि यो फोटो फेरि किन हामीले यतै राखिरहेछौँ त बा ऊ त्यहाँ फेरि किन राखिरहेछौँ त त्यो फोटो यता हो कि यो के अरे पितृले चाहिँ उत्तरको हावा खानुपर्छ भन्ने चलन छ के यता राख्ने दक्षिणमा राखेर उत्तर फर्काउने बाआमालाई त सँगै लिएर बस्ने पर्ने हो के अरे खासमा हजुर यता के कम बिमला शम्भु हो बिमली शम्भु यता 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 ऊ त्यहाँ त्यो तारमा यसो लट्काइदियो हुन्छ हाम्रो दोस्रो चरण अहिले त झन् बज्दैन त हेर अघि कस्तो राम्रो बजिरहेको थियो एउटाले घन्टी बजाउन त बिमला शम्भुलाई घन्टी दिनुहोस् न हो भयो त के अरे बास बिमला शम्भु ल हाम्रो दोस्रो चरण सुरु गरिसकेको छ र अब यसरी यता गुरु हुनुहुन्छ आमा हुनुहुन्छ बा पनि हाँस्नु नि अहिले त लौ न बिहानै आउने गर्नुहोस् त उही दियो बोले चाहिँ झल्झलियो फेरि बुझाउ बुझाउ के बुझ्ने बुझिहालौ
वनं शाश्वतं शान्तं व्योमातीतं निरञ्जनं नादगन्धातीतं तस्मै श्री त्वं पिता त्वं च मे माता त्वं बन्धुस्त्वं च देवता संसारप्रतीरार्थम् तस्मै श्री गुरवे नमः स्तवरं गङ्गं चैव तथा चैव चराचरम् व्याप्तमेव सर्वम् तस्मै श्री ध्यानमूलं गुरुर्मूर्तिम् पूजामूलं गुरुपदम् मन्त्रवाक्यं सानो गर न जिरो गर त मोक्षामूलं गुरुकृपा ब्रह्मानन्दं पारं सुखादं केवलं ज्ञानपूर्तिम् द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्षायम् एकं नित्यविमलामचलम् सर्वधि साक्षिभूतम् भवातीतं त्रिगुणरहितं सद्गुरु तं नमामि भवातीतं त्रिगुणरहितं सद्गुरु तं नमामि भवातीतं त्रिगुणरहितं सद्गुरु जय गुरुदेव। हामी शिवसनी शिष्यहरू हजुरका अनुयायीहरू यहाँ आज गुरु पूर्णिमाको विशेष अवसरमा हजुरलाई जानी नजानी हजुर यहाँ सशरीर हुँदा पनि हामीले साक्षात् आह्वान गरेका छौँ। वैदिक परम्पराअनुसार हजुरलाई हामीले आह्वान गरेका छौँ। प्रभु के कसरी गर्नुपर्छ हामीलाई त थाहा छैन प्रभु। कुन भाषा शैली प्रयोग गरेर कसरी के अर्पण गरेर हामीले हजुरलाई पुकार गर्नुपर्छ हामीलाई थाहा छैन प्रभु। तर जसरी जान्यौँ त्यसरी नै सपरिवार सहित हजुर यहाँ उपस्थित हुनुहुन्छ भन्ने हामीहरूले सम्पूर्णले मान्दै हजुरलाई हाम्रो यो पुकार यो बिन्ती टक्राउन चाहन्छौँ प्रभु। हजुरले स्वीकार गरिदिनु होला, केही त्रुटि भएको भए क्षमा गरिदिनु होला प्रभु। जय शम्भो, जय गुरुदेव। थाहा थियो हरिशम्भुले गर्नुभएको नगरेको होइन है। हरिशम्भुले गर्नुभएको मैले सबैलाई पालेको नि त। सरी मलाई थाहा भएन। के कुराले मैले बिहानै खान्थेँ नि त। बाहिर के किन्छ भयो हो। छोराहरूले
यो सबै पिक्चर हैन हजुरलाई हेरेर न एकछिन बस्नु भयो अब बोल्दा टिका त लानु न त्यो टिका नलाउनु भयो अब टिका बिमलीवाला सिजन अझै 4 महिना टिक्छ नआत्तिनु त्यो मान्छे आयो भने बाल झन् सम्झिनुहुन्छ त्यो नआए पनि सम्झिनुहुन्छ कि भाले बिमली अब फेरि दुईचोटि पुगाएको नपाउनु पठाइदिनु है त अब यो हाम्रो पङ्खा चलाउने कार्यक्रम कति बेला हुन्छ नि बडो सकस हुन थालो अरू बेला त बाले भित्रबाट बाहिरसम्म ढोका लाएर झ्याल लाएर एसी सेसी अन गर्नुहुन्थ्यो आज त त्यो पनि छैन फल फलार बा फलार कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि बजाऊ न खै ल्याउ त मोबाइल ल्याउ तिम्रो आधा अधुरो त यहाँ फिल्मै बनेछ मेरो फोनमा आउँछ युट्युबमा होइन आमा त्यस्तै बस्नुहुन्छ बस्नु केही होइन हाम्रो गुरु पूर्णिमा यसरी नै चल्दैछ है यो चाहिँ हाम्रो दोस्रो चरण चल्दैछ हामीले पहिलो चरण सकाएर दोस्रो चरण चल्दैछ गुरु पूर्णिमाको अब तेस्रो चरण सन्जेमा हुने गर्छ कमला शम्भु तल हुनुहुन्थ्यो टिको लगाइदिएर हो र आरती गर्ने टिको लगाइदिएर हो र आरती गर्ने त्यो नबजाउनु कि नबजाउनु बज्दैन तपाईँ यता आउनु न बज्दैन कि त्यो राम्ररी होइन यहाँ दुइटै हात प्याक्छन् कहाँबाट बजाउनु मैले
के भयो र म त आश्रममा यहाँ गुरुको घरमा छु यार के भयो भन् त ए होइन यार यहाँ गुरु पूर्णिमा नि त आज म त्यही भएर यता छु क्या लगाइदिनुहुन्छ कि फेरि लास्टै त्यो एकचोटि खाएपछि फेरि खान सक्दैन त्यसरी माथि त्यसको सट्टामा अडिन्न कि भनेको अथवा लिभर भन्ने खुवाउन राम्रो हुन्छ नि लिभरको लागि अहिले आउँछ मलाई त चढा बनाइरहेको मैले यो सम्बन्धी तपाईँलाई राम्रोसँग त्यो ज्ञान दिएर तपाईँले नै गर्नु यहाँ अलिक फर्किनु अनि छोड्नु गणेश भन्नु गर्नु है अब यो नरिवल देखेपछि गणेशले आफैले मोमो भन्छ मैले भन्नै पर्दैन त अनि कस्तो नि गणेशलाई कपडा हुन्थ्यो अलि ठाडो पारेर है कसलाई गणेशलाई शङ्ख घन्टा सबै छन् सबैलाई एकैचोटि हुन्छ क्या हजुरलाई के लिएर यहाँबाट तलबाट यस्तो ल्याउनु क्या सफा गर्दा त्यसको त्यसले बाहुनले फेर्दैन नि कहिले गरेर थाहा किन बाले सिकाएन त्यहाँ हाल्दैन नि अब जनसङ्ख्या यहाँ कसलाई ए भर्खर चलाउनु भएको थियो नि त्यहाँ हामीले उस गरेको थियौँ गाँठो पारेर 500 लगाउनु हो एकचोटि त मिल्छ कि घन्टी लाग्दा पनि त लगाइदिन पर्छ नि अब हाम्रो चलाउने चाहिँ किन त भएन के देखियो होला त्यो त होइन आश प्रश्न सोनी सिन्दामा के हुन्छ नहीं ए सुन राम्रो गायन किन पटाउने र चुप्पको सानो होला फेरि दुईवटा टिक्ला तर खुट्टासम्म पुग्छ कि भनेर चाहिँ नपुग्ने पुगिन्छ आफूले यता खोडे पारेर गऱ्यो नि ए रातोलाई नि यथा सत्य तल मानव फैलाउनुहोस् ए शम्भु तँ अभिक ल्याउनुहोस् त त्यहाँ होला नि रातो ध्वजा रातो बनाउनलाई हो रातो ध्वजा नभएर त्यहाँ साथमा ए रातो ध्वजै छ त्यहाँ घन्टीहरूको त स्वर गर्ने चिजहरू त्यो 3टा मान्नु टोकरीमा चाहिँ आरती गर्ने हो कि नै गर्ने हो यो लगाइदिनु अनि आरती लाग्छ पुरा सुदर्शन त पूजा भक्ति भन् लेखेर रहेछ त्यही भएर यथेसम्म टिको पनि लेखेकै छैन त्रिशुल निकाल्नु त अनि त्रिशुलले यस्तो निकालौँ कि भनेर हो मैले हो त्यहाँ अठाइदिनु क्या अन्त आउनसम्म त बेलपत्र राख्दै गरौँ न म त यही बनाउँदा टाइम लाग्यो पहिले एउटा पनि चढाएन क्या अझै अब अरू हामी के गर्नुपर्ने रे अब यो सबै ठिक आरतीमा घुमाउँछु ल्याउनु यो पनि चढाउनु
त्यहाँ त्यो बेलपत्रमा जल चढाउनु खाली बेलपत्र चढाउनु के कुन बेलपत्र? ऊ यहाँ छन् नि बेलपत्र त्यसमा अलिकति चढायो मैले मालेमा चढाइदिनु भन्नुहोस्। यो रोली धागो लगाउनु हुन्छ नि हजुर रोली धागो हजुरले ल, यहाँ अहिले। छोड्नु म त यो त बिहानै सम्झेको थिएँ फेरि अनि सुधा लसनको एउटा आरतीमा फेरि सानो फाइनली गुरु पूर्णिमा सकेर म फेरि फर्किसकेँ र के कस्तो कस्तो भयो हेरिसक्नुभयो होइन। होप सबैजनाले यो सब हेरेर इन्जोय गर्नुभएको होला होइन। बाँकी चाहिँ अब मेरो गुरु पूर्णिमा चाहिँ यसै गरी नै समाप्त भयो। हजुरहरूको कस्तो भयो हेर्दै जाउँ है त ल। थ्याङ्क्स फर वाचिङ।